Kamu lihat sudah orang. Sini jangan ada apa dapat. काकालाई सबैको थाहा भएको है काकालाई बाहिर यो जङ्गलतिर बाटो घाटो यो यहाँदेखि भनेपछि पहिला काका हिँड्ने बाटो यही थियो यही हो सानो थियो सानो बाटो थियो पुरा झुम्म थियो र यस्तो आज पो डर लाग्ने छ देखिन यस्तो सबै झुम्म थियो भनेपछि पाइप कताबाट गएको यताबाट आजभोलि त यो पाइप के हालेको के हो यो पर चाहिँ हाम्रो जिजुले खोपेको रे हाम्रो खोपेर पानी गएको भनेपछि यताबाट लाग्यो काका पाइप अझ तल पनि मुनमुनि हो चार मुनमुनि गर्छ पर यो भिर परा थियो अब पानी लगाउने सम्भव भएन यताबाट वहाँसम्म डोट काठको बनाएको त्यो डोट है यहाँबाट त्यहाँसम्म बनायो यो कडक चाहिँ तल थियो त्यतिखेर अब काट्ने केही साधन छैन त जिजुले सुरु गरेको यो हो यो भनेपछि यहाँमा परेछ अलिकति अप्ठ्यारो गाह्रो नि काका अलिकति गाह्रो भन्ने यहाँ यसबाट एउटा चक्क गर्ने कति टाढाको कति मेहनत गरी कति नै पुरा होला नि दिमाग आफ्नै पक्कै आफ्नै इन्जिनियर बनेर पानी यताबाट आएको काका पहिला यतातिर आएको यो पानी यता बाबु पानी पहिलाको पानीको पानी आउने चाल पुलो पहिला यसो पुल थियो अनि यसरी चाहिँ यिनीहरूले चाहिँ यो यताबाट यहाँ छ पुलो यता थियो यता पानी यसरी आउँछ भन्ने पत्ता लगाए एक्लै हो फेरि गरेको नि फेरि त्यो पहिला पानी हिँड्ने बाटो हो कि यो हजुर अल्टा गरेर भयो अहिले ऊ भन्दा डोप मेट्यो नि भनेपछि पहिला बाटो थियो नि पहिला यो खच्चरले बनाएको यो सानो हिँड्ने कुकुर थियो बाटो सायद यो होला नि है यही हो कि पहिला यस्तै आउँछ कि हाम्रो ठाउँसम्म पानी यहाँ पनि आउँछ है काका यहाँ भित्र पानी यसरी पानी आउँछ रुममा जान्छ पानी यो माथि हजुर त माथिबाट हजुर यो पहिला चाहिँ बाटो जो खाने खसरीले बनाइनु ठुलो बाटो बनायो हजुर पानी त्यसरी आयो नि यसरी हजुर माथिबाट चढायो कि पानी यहाँदेखि बुढाले हजुर माथि चढायो नि काका नआएको भए त कहाँ ठाउँ थियो आउने हाम्रो कतामा चढायो काका माथि पानीमा नै चढायो यी बाबु हेरी पानी कि हजुर हो यस्तो त्यो परा काट्दै पानी गर्ने आइडिया लगाएको कति समय लाग्ला नि यतिखेर है काठै काट्नु यो पाइ ठुलो चाहिँ यो ठुलै भयो भोलि यस्तो सट्ट यहाँदेखि यो पानी अझ अबदेखि यो मर्दै थाहा हुन्छ ट्याक्कै सुक्छ पर त्यो जुन भन्ने मूलबाट पुलाने लिएर माथि लिएर त्यो पुलाउने ठाउँमा चाहिँ सबै चरामुसा अब उसले पशुहरूले चाहिँ चर्ने त्यहाँ खान्छन् भनेर यहाँ बनाएको छ कि मुहान
देखाइदिउँला पहिला बाजे लगेको चाहिँ यहाँबाट बुढोले यहाँसम्म रेखी गरे रेखी गरे यहाँबाट ठुलो काटेर लयो पहिला एक्लै गएर लाने को मान्छेसँग गएर लानेले है अब पट्टो हाम्रो त जमानामा मान्छे त्यो त त्यो डमाइ त्यो के अरे गुजरेक मरे नमाएको भाइ कोसँग बेला लिने गरेर बनाएको हजुर पहिला बाजेले बनाएको चाहिँ यहाँ दाइ पछि चाहिँ ट्याङ्की चाहिँ माथिमा हाल्ने क्या ठुलोवालको प्रोजेक्टमा फेरि माथि हाल्ने भर्खरै बनाएको छ यहाँ हजुर ए भर्खर बनाएको छु नि काका यस्तो ठुलो राम्रो ल मेन टोकी चाहिँ यहाँ बनाए यो पानी कलेक्सन चेम्बर है त्यो पानी जम्मा गर्ने ठाउँ ओहो अनि यो चाहिँ यस्तो भयो कि बाबु त्यो पानी कुला लिएर यहाँबाट सबै यहाँ गराएको थिएँ अनि यो साह्रै बिग्रेकै धुमिलो मात्रै गयो धुलो गयो अनि पछि 500 मिटर फेरि छुट्टै लिएर अन्त डाइरेक्ट भुइँबाट हालेको छु कि यो बनाएको 5 वर्ष 4-5 वर्ष भयो यो बनाएको फुले बना तपाईँहरू समितिले बनाएको कुला आजभोलि कुलाइन् है भुइँबाटै हाल्छ तर उहाँ माथि फेरि एउटा यस्तो खालको कलेक्सन चेम्बर बनाउनु पर्ने छ खान्ने त अलि यताबाट आउँदैन काका यो पानी यो खोटा उम्रिँदा बखरै ठुलो हुँदैन अब आलु त्यत्रो भजन भएको यो पानी त उयो भुइँबाट आएको हजुर हिउँदमा चाहिँ नसुनेको छ दाइ पहिला ओपनै रहेछ क्या यो खसहरू हुने भयो काका आयो केटा मजाले आयो दाइ बाबुकै मजाले आयो क्या जो जान्छ दाइ जाम भन्यो भने हिँड्न सक्छ होला यो हामी जति यो गरेर हिँडेर अनि एउटा त रुममा जान्छ काका यो रुममा जान्छ आज बन्द छ क्या यो जान्न होला फेरि उहाँ तल नि ट्याङ्की छ नि क्या उजुला देखाएको थियो नि तँलाई हजुर योमा त्यहाँ जम्मा हुन्छ त्यहाँ माथिको 2 ठाउँको त्यहाँ जम्मा हुन्छ 3 ठाउँ गएर बल्ल जाने रुमहरू यो हाम्रो यो मात्रै हो यस्तो भएर हाम्रो यस्तो फोहोर छ कि यहाँ हेर्दाखेरि त यस्तो पानी खानु मन लाग्ने छ अब के गर्ने तर अघि गएको यहाँ त क्लिनै भएर गएको छ के अरे हजुर त भएको छ अलिकति झरीबारी गऱ्यो भने बर्खा भयो भने त्यस्तै यहाँ त कति फोहोर आउँछ हान्छ भने काका अब यसलाई केही नछुने यो पानी अर्कै संरचना बनाउनु पर्छ जहाँ उम्रिन्छ नि त्यहाँ म देखाउँछु त्यो उता त्यो पानी मुहान चाहिँ हो त्यस्तो बनाउनु पर्छ कि खास यो पानी गरे हुन्न र काका यो पानी यो पनि छैन यो फेरि धेरै मुहानहरू छन् त्यहाँ रसायनहरू आएको छ सानो सानो जम्मा भनेर आएको अझ यहाँ अझ माथि हेरेर जाने टिकट माथि निकाल्नु न माथि हाम्रो माथि छ गोठ बस्ने गर्छ दाइ एनटिसीले हजुर यो डौँसिलेक आइपुग्छौँ हामी मान्छेको हुन्छ
ढुङ्गामा काम गरायो कि दाइ गोड हजुर मेसिनले काटेको हजुर हजुर तिनीहरूलाई खुवाउनुलाई उता खानेमा काम गर्ने खाममा आएर फेरि खाना रक्सी पानी यताउता सब हिँड्छ बस्तीमा भैँसीबाट त हराए हजुर ए यो डौँसीले ढुङ्गा खाने यो डौँसीले ढुङ्गा खाने सुरु भयो अब हामी अलिकति माथिसम्म जान्छौँ तेल त काका ऊ गर्ने रहेछ काका के सबै जम्मा गरेर गर्ने रहेछ त्यो खच्चरले त्यो उसले अनि जम्मा गरेर खच्चरमा लाने रहेछ है हजुर यो सुरुवात यहाँ माथि अझै डेन्जर छ है क्रिस्चियनमा यो नलाइन बाबु घनले हान्थ्यो पुरा पहिला सुरुमा घनले हान्दो रहेछ है अनि एउटा खास्टा निक्लेपछि त्यसलाई चाहिँ बिस्तारै सानो सानो बनाएर पिस पिसमा रहेछ यो हजुर मैले हजुरलाई चाहिँ यहाँ चाहिँ जसरी जाऊँ न भनेको डाइरेक्ट यहाँसम्म चाहिँ जानुपर्छ है भनेर तपाईँ आएर फस्यो होला काका हजुर मन पुरो आएको थियो काका त्यही भएर मन त्यस्तोमा फस्दै मलाई छकै पऱ्यो क्या उडाइ चाहिँ मलाई त्यो भिड खर्च यता जेमै जाने बाटो त्यहाँदेखि अझै सबै पारिपट्टि सबै देखिन्छ क्या दाइ हजुर नभए बाबुलाई यहीँ बस्न लगाएर अनि अप्ठ्यारो छन छैन काका फेरि बाबुलाई अलिकति उ गर भन्ने क्या हुन त हिँडेर हिँड्छ क्या तर नजर हजुर दाइ यो फालेको ढुङ्गा दाइ यिनीहरू पछि छातेको यो ढुङ्गा छ नि दाइ यिनीहरू छ नि सबै फालेको ढुङ्गा क्या दाइ यो भन्दा अझ राम्रो राम्रो बेच्ने हो यो जान्छ नि दाइ ठाउँमा पुगेपछि त अलिकति सस्ता भयो जान्छ हजुर पर्छ
चाहिँ हेर्नु हुन काका नहेर्नु तल चाहिँ आउँदै छ क्या त्यसलाई समात्नु नि अलिकति बिस्तारै बिस्तारै मैले चाहिँ डाइरेक्ट यहाँसम्म लेखेपछि सबै देखिन्छ नि त है त्यो तलको जेमा भोट है हजुर भिर्खर भयो त्यो पातले त्यो पानीको स्कुल के हो स्कुल हजुर जेमक स्कुल हामी त्यहाँ गयो भोलि भने त बाइक गाडीमा उहाँसँग गइन्छ हजुर ओहो काका यहाँ पो खरेछ नि बाटो त त्यो घाँलेमा जाने बाटो कि नि नि हो हजुर काका त्यहाँ गोठसम्म मात्र काका अहिले चाहिँ हामी डङ्सिलेबाट ओह्रालो झर्दैछौँ र अब खबङ जाँदैछौँ बाटो चाहिँ हाम्रो काक्रा क्रिस्टिन पनि कसो थियो आज डङ्सिले आएको कस्तो लागिरहेछ क्रिस्टिन कस्तो लागिरहेछ बाबु छैन ल ल ल ल ठिक छ ल ओजन ल ल ल ल यसरी चाहिँ रुखहरू काट्न नआउने हो यसरी रुख काटेर यसरी विनाश गरिरहेको छन् यो त रुखहरूलाई त संरक्षण गर्नु पर्यो नि हेर त यस्तो बिजोग है तेरिका हो यसरी वन नाच्दै गयो भने त अनि भोलि पानी पर्न छोड्छ अनि तपाईँको चाहिँ यहाँ वन्यजन्तु भाग्छन् अनि यस्तो गरेर के गर्ने मान्छेले यार तेरि स्याउ छ नि अहिलेसम्म